त होइन म यसो चाहिँ केही रोमानी आउने प्रोसेसिङहरूको बारेमा केही भनिदिउँ न। त रोमानी आउने साथीहरूको लागि चाहिँ पहिला त गएर मेन पावरमा सुझाव लिनुपर्छ, के कसो छ, प्रोसेसिङ कस्तो छ, कसरी जानुपर्छ, के गर्नुपर्छ। त्यसपछि फर्स्टमा गएर अनि त्यो पासपोर्ट लिन्छ। त्यसपछि तपाईँको मेडिकल गराउँछ होइन। अनि मेडिकल गराइसकेपछि अनि यहाँदेखि भन्छ महिनामा कल गर्दै गर्नु होइन। अनि 3 महिनापछि तपाईँको अफर लेटर आउँछ होइन। अनि 3 महिना आइसकेपछि तपाईँको कल जान्छ होइन। अफर लेटर आइसक्यो अनि केही पैसाहरू चाहिन्छ होइन। त त्यसको लागि पैसा नदिनु अगाडि होइन बल्ल फेरि 3 महिनापछि तपाईँको वर्क पर्मिट आउँछ होइन। वर्क पर्मिट आइसकेपछि बल्ल 50,000 दिनु होइन। 50,000 दिइसकेपछि होइन कन्ट्याक्टमै बस्दै गर्नु होइन। कल गर्दै गर्नु मेन पावरलाई के कसो भयो होइन, मेरो प्रोसेसिङ कहाँसम्म पुग्यो होइन। त्यसपछि फेरि 2-2.5 महिनापछि होइन तपाईँको दिल्ली इन्टरभ्यूको लागि डेट आउँछ होइन। डेट फिक्स हुन्छ। अब कहिले डेट हुन्छ 3 महिनामा हुन्छ कि 2.5 महिनामा हुन्छ कि 2 महिनामा हुन्छ होइन। अब दिल्लीको लागि इन्टरभ्यूको लागि होइन डेट फिक्स हुन्छ। अनि दिल्लीमा जाँदाखेरि होइन एकदम गाह्रो हुन्छ होइन। बसमा बस्दा सुत्दै खानको लागि पनि रोक्दैन होइन। म त धेरै सबै भोगिसकेको छु होइन। भोगेको कुरा मात्र भनिरहेको छु होइन। बस कहीँ रोक्दैन क्या, 5 मिनट पनि गर्नको लागि रोक्दैन क्या। यस्तो छ क्या। यति दुःख गरेर सबै जान्छ होइन। अनि त्यसपछि दिल्लीमा अनि इन्टरभ्यू दिँदाखेरि होइन इन्टरभ्यूको लागि तयारी गर्छ। इन्टरभ्यू त दिल्लीमै अलिअलि सोध्छ होइन। यसो 2 क्लास 3 क्लासको पढालेखाको कुराहरू सोधिन्छ होइन। अनि दिल्ली जाँदाखेरि होइन अलि राम्रोसँग तयारी भएर अनि दिल्लीमा जाँदाखेरि अलि राम्रोसँग फेस गर्छ मान्छे, यो साँच्चीमा हो यही पासपोर्ट भएको मान्छे हो कि होइन होइन। अनि फेस गरेर अनि 7-8वटा क्वेसन सोध्छ होइन। त्यसपछि थ्याङ्क यू भन्ने अनि हिँडिहाल्यो होइन। अनि त्यसपछि फेरि 20-25 दिनमा होइन तपाईँको रिजल्ट आउँछ होइन। रिजल्ट फेल पासको आउँछ। फेल भयो भने फेरि 1 महिनापछि तपाईँको दिन पाइन्छ होइन। 1 महिनापछि दिन पाइन्छ। अनि फेल भइसकेपछि फेरि अर्को महिनामा दिन सकिन्छ होइन। अनि दिइसकेपछि होइन अब पास भइसक्यो भने अब के गर्ने, यहाँदेखि भिसा पठाउँछ होइन। भिसा पठाइसकेपछि तपाईँको 20-25 1 महिना मानौँ न, 1 महिना टाइम लाग्छ होइन। 1 महिनामा तपाईँ ठ्याक्कै तपाईँको सबै प्रोसेसिङ भइसकेको हुन्छ होइन। अनि फेरि दिल्ली आउनुपर्छ बसमा बसेर। यति दुःख हुन्छ न, कुरै नगर्नु क्या। त्यसपछि दिल्लीबाट तपाईँको एयरपोर्टबाट होइन तपाईँको फ्लाइट हुन्छ होइन। फ्लाइट भइसकेपछि तपाईँ दुबई आउने, दुबईदेखि रोमानिया ठ्याक्कै आइसक्नुहुन्छ होइन। यति छ। भिडियो हेर्दै गर्नु, म यसो बनाउँदै गर्छु होइन। रोमानी आउने साथीहरूको लागि के छ के छैन भनेर होइन सबै भन्दै गर्छु ल। हस्, धन्यवाद।